स्याटरडे अर्ली मर्निङ म आइपुगेको थिएँ मेरो अफिस। हाई एभ्रिवान, वेलकम टु माई डे इन लाइफ मिनी भ्लग। उठेँ, फ्रेस भएँ, साधना गरेँ, त्यसपछि यहाँ म रेडी भएँ सरसफाइ कार्यक्रममा जानलाई। आज स्याटरडे थियो, सरसफाइ कार्यक्रम वडाबाट अर्गनाइज गर्नुभएको थियो, त्यही भएर म चाहिँ रेडी भएर यहाँ मर्निङ वाक गर्दै निक्लिएँ सबभन्दा सुरुमा अफिस। अनि यहाँ आइपुगेर चाहिँ गेट ठेल्न खोजिरहेको छु, गइ नै रहेको छैन। बल्ल बल्ल आधी, यस्तो भारी गेट छ नि, बल्ल आधी खोलियो। त्यसपछि यहाँबाट जसो तसो गरेर मैले स्कुटी निकालेँ। त्यसपछि म आइपुगेँ वडा नम्बर 12 को पुरानो वडा कार्यालय। यहाँ सबै हाम्रो दिदी बहिनीहरू दाजुभाइहरू सबैजना भेला हुनुभएको थियो। अनि यहाँ चाहिँ म उहाँहरूलाई चाहिँ इन्स्ट्रक्सन दिइरहेको थिएँ, यसरी गर्नु भनेर। वडा अध्यक्षज्यूहरू चाहिँ पुरै कुच्चो सुच्चो लिएर सरसफाइ कार्यक्रमको नारा लगाउँदै वरिपरि सबतिर घुम्दै हुन्थ्यो। अनि हामी पनि घुमिरहेको थियौँ होइन, सरसफाइ गरिरहेको थियौँ। यता चाहिँ हामी रामटोल सबै सक्यौँ, अनि यतातिर जटियाहीको सबैतिर सरसफाइ गरेर थियौँ। दिउँसो 10 बजीतिर त यति चर्को घाम लागिसकेको थियो कि ओ माई गड, म त झन्डै अब ढल्छु जस्तो भएको थियो क्या। त्यसपछि यहाँ उहाँहरूको लागि पानीको बन्द व्यवस्था गर्न म र चलिता दाइ हिँड्यौँ। यता फेरि चोकतिर आइपुग्यौँ। अनि यतातिर आइपुगेर यहाँ आज सडक नाटक पनि थियो, त्यो चाहिँ मैले एटेन्ड गरिनँ। त्यसपछि म आइपुगेँ मेरो रुम। अनि यहाँ चाहिँ मैले कागती पानी बनाएर खाएँ। ओके, आइपुग्दासम्म 12 बजिसकेको थियो। त्यसपछि अनि खाना त पकाउने मसँग जागर थिएन, त्यही भएर मैले चाहिँ माथि आन्टी मलाई पनि खाना दिनु भनेर मैले आन्टीसँग खाना मागेर खाएँ। त्यसपछि अफिस आएँ म स्कुटी पुर्याइदिनलाई साँझतिर। अनि यहाँबाट चाहिँ फेरि म अब हिँड्दै हिँड्दै फर्किरहेको छु। आज त जिम पनि छैन, त्यही भएर मेरो चाहिँ आज धरो वर्कआउट भइरहेछ दिनभरि सरसफाइ कार्यक्रममा गएर। अनि यहाँ चाहिँ हनुमानजीलाई दर्शन गरेँ। त्यसपछि निक्लिएँ म यता सब्जी किन्नलाई, सागसब्जी किन्न। भरे अब सब्जी पकाएर खानु पर्यो नि त होइन, बिहान मैले पकाएर खाइनँ, त्यही भएर अहिले चाहिँ सागसब्जी लिएँ। त्यसपछि म फर्किएँ मेरो रुमतर्फ हिँड्दै। अनि आज मेरो दिन यसरी नै बित्यो। ओके, बाई।